नमस्ते, नमस्ते, नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ। ल आजको यो सेसनबाट ल हेर्नुहोस्, एसियामा ज्वालामुखीबाट सबैभन्दा बढी प्रभावित मुलुक। एकदम मिठो प्रश्न। यो तपाईँहरूका लागि परीक्षा लागेका लागि मात्रै नभएर सधैँभरिलाई चाहिँ नि चाहिने खालका जिकेका होइन अनि शिक्षाका आइक्यू आइसिटीका महत्त्वपूर्ण प्रश्नहरू छन्। तपाईँको सबै प्रश्नहरू समेटेर 25 वटा प्रश्न तयार पारेका छौँ। तसर्थ तपाईँलाई यो अति काम लाग्छ है। तपाईँले यसलाई सुन्ने र मनन गर्ने काम पनि गर्नुहोला। फेरि अर्को पटक देख्दाखेरि यस्तो प्रश्न तपाईँले मिल्नुपर्ने हुन्छ है। यो कक्षामा आइसकेपछि र यहाँ चाहिँ बसिसकेपछि तपाईँको पनि भूमिका के हो भन्दा मैले प्रश्न 1-2टा प्रश्न नयाँ नसुनेका नौला छ भने पनि त्यसको ज्ञान आर्जन गर्ने तपाईँको मुख्य भूमिका हो। ल ज्वालामुखीबाट ल हेर्नुहोस् कति मिठो एसियामा अब नेपाल लगायतका यो एसियाली मुलुकहरूमा सबैभन्दा बढी प्रभावित ज्वालामुखी सबैभन्दा बढी ज्वालामुखीबाट प्रभावित मुलुक भनेको इन्डोनेसिया। ल धेरै साथीहरूको बेटर उत्तर आएको छ। ओसियन अफ मनसुनका उपनामले कुन महासागरलाई चिनिन्छ? मनसुन। ल नेपालमा पनि कहाँबाट मनसुन भित्रियो भन्ने कुरा समाचार सुनिरहनुहुन्छ तपाईँले। पराही कुसु पराही कुसु होइन यो प्रशान्त आन्द हिन्द कुमेरु र सुमेरु कर्मश ठुलोबाट सानो भने सागर भनेर चिनिने हिन्द महासागर। हिन्द महासागरलाई मनसुनको महासागर पनि भनेर चिनिन्छ। ओसियन अफ मनसुनका उपनामले पनि। डु अर डाई तलका मध्ये कसले भनेका हुन् भन्दा महात्मा गान्धी कि नेपोलियन बोनापार्ट कि लेनिन कि रुसो हो। एकै पटकमा तपाईँले जाहिर खाने गरी डु एन्ड डाईको अवस्थामा लाएर आफूलाई पनि पढ्नु पर्यो। भक्ति थापा विषम 2078 असार 14 गते नेपालको राष्ट्रिय विभूति घोषणा भएका हुन् भने उनी नेपालको कतिऔं राष्ट्रिय विभूति हुन्? 17औं हुन् अनि 18औं जय पृथ्वीबहादुर सिंह हुन्। अहिलेसम्म 18 जना पाएको छ भनेपछि त तपाईँको उत्तर बेटर छ 17औं। नेपालमा मानदेवले कति वर्ष शासन गरेका थिए? प्रामाणिक राजा भन्दा बित्तिकै मानदेवको नाम शीर्ष स्थानमा आउँछ। 41 वर्ष शासन गरेका थिए। 41 वर्ष शासन गरेका थिए। विद्यार्थीको उपलब्धि स्तर कक्षा उकास्न वार्षिक परीक्षा नै पर्खिरहन नपर्ने तलका मध्ये कुन शिक्षणमा सम्भव छ? कुन शिक्षणमा विद्यार्थीलाई कक्षा उकासेर माथिल्लोमा चाहिँ पुर्याउनको लागि वार्षिक परीक्षा कुरिरहनु परेन? किन? कक्षा शिक्षणमा कि बहुकक्षा शिक्षणमा कि विषय शिक्षणमा कि माथिका सबै? तपाईँ बहुकक्षामा किन कक्षा उकास्न भनेको बहुकक्षामा यतापट्टि एउटै कक्षा छ, यता 2 का राखेर पढाइएछ, यता 3 मा राखिएछ। 2 मा सिक्न पर्ने कुरा सबै त्यसले सिक्यो भने त्यसलाई 3 का कुरा पढाइन्छ के हैन? 2 मा सिक्न पर्ने कुराहरू सबै सिक्यो भने त्यसलाई 2 मा त्यही अब वार्षिक परीक्षा किन कुर्ने? 3 मा लगेर चाहिँ लास्ट टाइम विद्यालय क्रियाकलापको जटिल मनोसामाजिक वातावरणमा यथास्थितिमा लिने कार्य डटमा गरिन्छ। कति मिठो प्रश्न। ल हेर्नुहोस् यो पनि विद्यालय क्रियाकलापको जटिल मनोसामाजिक वातावरणलाई यथास्थितिमा जस्तो छ त्यस्तै स्थितिमा लिने। सुधारात्मक अनुसन्धानले कि परियोजना कार्यले कि कार्यमूलक अनुसन्धान कि औपचारिक अनुसन्धान? विद्यालय क्रियाकलाप भनेको पढाउँदै गर्दा तपाईको यहाँ ल हेर्नुहोस् त क्रियाकलाप भनेको पढाउने हो। पढाउँदाखेरि जटिल मनोसामाजिक वातावरण जेसुकै भन्नुहोस् पढाउँदा आएको समस्या, पढाउँदा तपाईँलाई परेको समस्या हो। पढाउँदा आएको समस्या समाधान गर्ने त तपाईँले त अरू किन जाने? कार्यमूलक अनुसन्धान गर्ने नि। तपाईँले यो जानेपछि त प्रश्न जसरी घुमाए पनि तपाईँको प्रश्न सामान्य जाने अब शिक्षणलाई तत्काल परेका समस्याहरू, पढाउँदै गर्दा परेका समस्या, पेसाकर्मीले अनि गर्ने अनुसन्धान भनेर जानेपछि त यो क्रियाकलाप भन्ने त एउटा शिक्षकले सञ्चालन गर्छ नि। त्यहाँ जटिल सामाजिक वातावरण यथास्थिति भने जस्तो छ त्यस्तै भनेको झुकिन पर्ने कुरो भएन है। कार्यमूलक अनुसन्धानको आवश्यकता पर्नुको कारणमा कुन पर्दैन फेरि।
प्रश्न हो होइन भन्ने झुकिनु भयो क्या हो। सिद्धान्तको व्यवहारिक प्रयोग गर्नु हो, पेशागत क्षमता विकास गर्नु हो, सिद्धान्त प्रतिपादन त कहाँ गर्छ, गर्दैन नि त। यसले त तत्काल देखिएका समस्या मात्रै समाधान गर्ने हो, सी पर्दैन। कारणमा भनेको छ, कुन पर्दैन भनेको छ। पर्दैन भनेपछि त सिद्धान्त प्रतिपादन गर्ने यसको काम होइन। ल नेक्स्ट क्वेसन 9 नम्बर। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार उपमहानगरपालिका घोषणा गर्न आवश्यक शिक्षा सम्बन्धी शर्त कुन हो? उच्च स्तरीय शिक्षा सुविधा, प्राविधिक शिक्षाको सुविधा भएको। ल ओके, ल नेक्स्टमा जाऊँ। शिक्षक सेवा आयोगको नियमावलीमा समावेशी पुनरावलोकन प्रत्येक कति वर्षमा गर्नुपर्ने उल्लेख गरेको छ? समावेशीको पुनरावलोकन गर्न पर्यो भने कति वर्षमा सुरु भएको? 10 वर्षमा त्यसलाई आवश्यकता अनुसार पुनरावलोकन गर्ने भनेको अहिलेसम्म गरे आएन। विद्यालय शिक्षाको व्यवस्थापनका लागि विषम 2056 साल जेठ 9 गते नेपालको तहमा तलका मध्ये कुन निकायको स्थापना भएको थियो? ल 56 सालको जेठ 9 गते यो शिक्षा विभागको, अहिले शिक्षा विभाग छैन। 75बाट यो शिक्षा विभाग के भयो? शिक्षा विकास तथा मानव स्रोतमा शैक्षिक जनशक्ति, यो अनौपचारिक शिक्षा यिनी चाहिँ गाभिएर मानव स्रोत विकास केन्द्र भयो। अहिले यो शिक्षा विभाग छैन, तर 56 सालमा स्थापना भएको यही हो। नेपालमा सार्वजनिक ऋणमाथिको निर्भरता घट्दै जानुको मूलभूत कारण के हो? सार्वजनिक ऋणमाथिको निर्भरता बढ्दै गएको छ। सार्वजनिक ऋण बढ्यो, आन्तरिक स्रोतको परिचालनमा सुधार हुन, आन्तरिक स्रोत नभइसकेपछि के हुन्छ? यो व्यापार चाहिँ ऋण त बढ्दै जान्छ। कक्षा शिक्षणमा कुनै एकजना समस्यामूलक विद्यार्थीको बारेमा गुणात्मक तथ्य प्रमाण खोजेर गहन अध्ययन गरी उसको सिकाइ सुधारका लागि कक्षा कोठामा नयाँ शिक्षण कला प्रयोग गरिने शैक्षिक अनुसन्धान कस्तो प्रकारको अनुसन्धान हो? हेर्नुस् त, यहाँसम्म आउँदाखेरि यो घटना अध्ययनमा गयो। ल हेर्नुहोस् है, गुणात्मक र खोजेर गहन अध्ययन गरी भनौँ, यहाँसम्म आउँदा घटना अध्ययन छ, त्यसमा डाउट छैन। त्यसपछि प्रश्न अलिकति बटारो, उसको सुधारका लागि कक्षा कोठामा नयाँ शिक्षण कला प्रयोग गरिने। नयाँ शिक्षण कला प्रश्नले फेरि मोड्यो हो कि? यहाँसम्म आउँदाखेरि घटना अध्ययनलाई भनौँ, यहाँबाट उता गएपछि प्रश्न मोडियो। अब त घटना अध्ययन भन्दा अन्त गयो कि प्रश्नले कक्षा कोठामा नयाँ शिक्षण कला प्रयोग गरी शैक्षणिक अनुसन्धान, नयाँ शिक्षण कला प्रयोग गरिन्छ भने अब पढाउने तरिका प्रयोग गरेर हेर्ने कुरा गरौँ कि? यहाँसम्म त्यो समस्या मिलो, त्यसलाई चाहिँ गहन अध्ययन गर्ने, गुणात्मक अध्ययन गर्ने, घटना अध्ययन। अब त्यसलाई प्रयोग गरेर हेर्ने भनौँ, अन्तिममा गएर प्रयोग गरेर हेरिन्छ भने त्यसलाई के भनिन्छ? यहीँसम्म छोडे भाइ हो, घटना अध्ययन हुन्थ्यो। अब प्रयोग गरिन्छ कक्षामा भएपछि त्यो चाहिँ प्रयोगात्मक अध्ययन भयो। ल थोरै चाहिँ नि अन्तिमतिर गएर यसरी मोडो हो। त्यही भएर प्रश्न पुरै पढेपछि बल्ल उत्तर आउँछ। योग्यता, समकक्षता, गतिशीलता र पारम्परिक सम्बन्धी प्रावधान कुन दस्तावेजमा उल्लेख गरिएको हुन्छ? ल योग्यताको समकक्षता इक्विभ्यालेन्ट गर्ने, गतिशीलता मोबिलिटी गर्ने, पारम्परिकता हैन, अनि प्राइमेबिलिटी गर्ने सम्बन्धी प्रावधान कुन दस्तावेजमा उल्लेख गरिएको हुन्छ? राष्ट्रिय पाठ्यक्रम प्रारूपमा कि राष्ट्रिय योग्यता प्रारूपमा कि तहगत पाठ्यक्रममा कि? भनेपछि यो राष्ट्रिय योग्यता प्रारूप अन्तर्गत। पाठ्यक्रम प्रारूपले त पाठ्यक्रमकै कुरा गर्ने हो। गतिशीलता हैन, पारम्परिकता भनेपछि यो योग्यता प्रारूपमा गयो। 15
प्रयोग गर, प्रदर्शन गर, समाधान गर जस्ता क्रियापदहरू भएको प्रश्नले कुन सिकाइ सक्षमता परीक्षण गर्छ? प्रयोग पनि गर, प्रदर्शन पनि गर, समस्या समाधान पनि गर, हैन? प्रयोग गर, हेर अनि समाधान गर भनेपछि त मूल्याङ्कन भयो कि प्रयोग भयो कि विश्लेषण? बोध प्रयोगै भयो अभियसली। प्रयोग गर, विश्लेषण गर, समाधान गर। प्रयोग गरेर हेर त्यसलाई। PAOI, प्लान, एक्ट, अब्जर्भेसन, रिफ्लेक्सन। प्लान, एक्ट, अब्जर्भ, रिफ्लेक्ट। 100% बी। एक्जाममा त यो आइरहन्छ प्राय। मानवको सिकाइ र परिपक्वता बीच आपसी सम्बन्ध हुने पक्ष कुन हो? ल हेर्नुहोस् त, सिकाइ र परिपक्वताको प्रतिफल के हो? सिकाइ र परिपक्वता भएपछि के हुन्छ मानवसँग? ल हेर्नुहोस्, मानवको सिकाइ र परिपक्वता बीचको आपसी सम्बन्ध, परिपक्व भएर सिकाइ र परिपक्व दुइटै मिल्छ भने बल्ल के हुन्छ? मानिसको विकास हुन्छ, ह्युमन डेभलपमेन्ट हुन्छ, हैन? मानव विकास हुन्छ। परिपक्वता र सिकाइको आधारभूत पाठ्यक्रम कक्षा 1-3 2076 अनुसार तलका मध्ये कुन ढाँचामा आधारित छ? 1-3 को पाठ्यक्रम कुन ढाँचामा आधारित छ? ल 76 को अनुसार बहुविषयको कि अन्तर्विषयको कि बहुविषयक र अन्तर्विषयको कि एकल विषयगत? एकीकृत ढाँचाको। एकीकृत भित्र कस्तो? ल बहुविषय भनेको यहाँ नेपाली अंग्रेजी धेरै विषय पढाउनु, नेपाली अंग्रेजी हैन, अनि गणित जस्ता चाहिँ विषय पढाउनु, सेरोफेरो जस्तो। अन्तर्विषय भनेको एउटै विषयमा धेरै विषयका विषयवस्तु हुनु, जस्तै सेरोफेरो। धेरै विषयका विषयवस्तुहरू एउटै विषयमा समावेश गरिन्छ, त्यो अन्तर्विषयको भने यो दुईटै प्रकारको छ, हैन? अब एउटा सेरोफेरोमा अन्तर्विषयक पद्धति छ, अरू चाहिँ सेरोफेरो नेपाली अंग्रेजी गणित पढाइन्छ भने त्यो बहुविषयात्मक छ। भनेपछि हामीलाई चाहिएको त दुईटा सँगै दिएपछि त अन्त जान भन्दा कता जाने? मामा घर जाने, सीमा जाने। शिक्षक तालिमलाई अनिवार्य गर्नुपर्ने कुरा तलका मध्ये कसले जोड दिएको हो? राष्ट्रिय शिक्षा आयोग 2049 ले के गर्यो? शिक्षक हुनको लागि तालिम अनिवार्य गर्नुपर्नेमा जोड दियो। संघीय सरकारको जिल्ला स्तरमा रहेको शिक्षा सम्बन्धी कार्य गर्ने निकाय कुन हो? एकदम मिठो प्रश्न है। ल संघीय सरकारको जिल्ला स्तरमा रहेको संघको काम गर्ने तर जिल्ला स्तरमा भएको। संघीय बिनी निकालेर पनि जान पाइने हैन त? अहिलेसम्म देख्दै नसुने पनि तपाईले मिलाउन पर्यो के भन्दा ल हेर्नुस्, जिल्ला स्तरमा रहेको कार्यालय भनेको छ। जिल्ला स्तरमा के हुन्छ? यो मानव स्रोत केन्द्रमा हुन्छ, मिलेन। शिक्षा विकास निर्देशनालय कहाँ हुन्छ? प्रदेशमा हुन्छ। सामाजिक विकास मन्त्रालय कहाँ हुन्छ? प्रदेशमा हुन्छ। हामीलाई सोधेको छ जिल्लाको प्रदेशमा हामी किन जाने? पढ्दै नपढेको सुन्दै नसुने पनि तपाईले अटोमेटिक शिक्षा विकास तथा समन्वय इकाइ, अब त सुन्नुभयो, जान्नै पर्यो हैन? शिक्षा विकास तथा समन्वय, यहाँ संघीय बिनी निकाल्यो भने यहाँ समन्वय इकाइमा बिनीको पोस्टमा गइन्छ, विद्यालय निरीक्षकमा। एमएस पावर पोइन्टमा F5 को काम के हो? ल तपाईले पावर पोइन्ट चलाउनु भएको छ भने F5 ले चाहिँ के सुरुवात गर्छ? तपाईले चाहिँ कामसाम गरेर सर्र भइसकेपछि F5 थिच्दिनु भयो भने तपाईको कम्प्युटर चाहिँ स्लाइड शोमा चाहिँ स्टार्ट हुन्छ, हैन? स्लाइड शो चाहिँ देखिन्छ, तपाईले बनाएका स्लाइडहरु शो हुन्छ, स्टार्ट हुन्छ। F5 को काम भनेको स्टार्ट स्लाइड शो गर्नु।
युआरएल कम्प्युटरमा युआरएल को पुरा रूप के हो युआरएल भनेको होइन युनिफर्म रिसोर्स लोकेटर भनेपछि लोकेसन होइन लोकेटर अप्सन बी यसको पुरा रूप ल 1 देखि 51 देखि 100 सम्मका सबै प्राकृतिक संख्याहरूको योगफल कति हुन्छ 100 सम्मका सबै प्राकृतिक संख्याहरूको योगफल 50 आघात 2 51 बाट सुरु भएर 51 प्लस 100 ल 151 यसलाई 25 151 लाई 25 ले भाग गर्दाखेरि 25 गर्दाखेरि कति भयो 3375 3375 हुने भयो ल यो पनि एकदम सजिलो छ तपाईले चाहिँ नि जान्ने हो भने एउटा केटीको परिचय दिदै हैन एउटा केटाको परिचय दिदै एउटी केटीले भनिन् आफूको नजिकै भएको केटालाई परिचय गराउँदै केटीले भने के भनिन् भन्दा ऊ मेरो काकाको बुबाको छोरीको छोरा हो मेरो काका काका कसलाई भन्छ अंकललाई भन्छ हैन बाको भाइलाई काकाको बुवा हैन अनि बुवाको छोरीको छोरा हो ल काकाको बुवाको छोरीको छोरा हो भने केटाको सम्बन्ध केटीसँग के भयो आफ्नै भाइ त भयो बर्दर भयो बर्दर कुन सफ्टवेयर गणितीय अवधारणाहरू बुझ्न मद्दत गर्छ कुन सफ्टवेयरले भर्खर सिधै जहिले सुकै तपाई एक्सेलमा दुगुरी हाल्ने भएन नि यहाँ कुन सफ्टवेयर गणितीय अवधारणाहरू बुझ्न यहाँ तपाईलाई मार्कसिट बनाउन गणितका हिसाब गर्न त भनेको छैन ओ बल्ल बुझ्नुभयो त्यही त त्यही भएर धेरै साथीहरू एक्सेलतिर जानुभयो गणितीय हिसाब गणितका कसरी जियोजेब्रा हो के यो जियोजेब्रा भन्ने सफ्टवेयरले गणितीय बाइनरी का कुराहरू गणितीय चाहिँ अवधारणाहरू सबै बुझ्नलाई चाहिँ जियोजेब्रा सफ्टवेयरले यस्ता